हन यो घर चाहिँ जति सफा गरे पनि कहिले हुँदैन हेर यहाँ आलुका बिरुवा यी उम्रेका यो चप्पलहरू सबै यो कुकुरलाई तेरो यहाँ कुकुरलाई भात दिएर यो पढपुरा राम 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 यो घरमा मैले आमा म हिँड्दा तेरिका हो छ्या कस्तो डस्ट एलर्जी हुन्छ कि मलाई यही कारण चाहिँ नि बस्तीमा आउनै मन पर्दैन म आएको देख्दिनँ कि क्या हो कस्तो धुलो उडाएको छ्या म्यानरलेसहरू छ्या लाउ न यो पो आएपछि त ओइ त्यो झाडु राख्ने यसले त झोलाभरि मिठाईहरू लुगाहरू पनि ल्याइदिए कि क्या हो हामीलाई के कति बेला आइस लु उठाइनु आमा लु के ल्याइदिएछ हौ खै बहिनीले के लिएर आयो नि आमा चुप लागे यहाँ डस्ट एलर्जी भइरहेको पानी दिन्छु ल पानी खा उडाएको छ्या एकछिन न लु पानी हो छ्या कुदे बेउराची नदेखाए पानी खाऊ अहिले मान्छे म त्यही कारण मलाई गाडीमा वहाँदेखि यहाँसम्म आएर झर्नु पानी मन खान लाग्दैन बहिनी क्या पहिला तिमीहरूको। पानी खाइहाल यस्तो बियर यस्तो ग्लासमा कपमा लिन हौ छ्या यस्तो पानी खाँदैन उमालेर तामाहरूमा राखेर खानुपर्छ विच इज भेरी गुड फर हेल्थ हौ छ्या मलाई त यस्तो मन नै तामाको पानी दिँदै बहिनी यसलाई तिमीहरूले यस्तै जङ्गली बेउरा देखाउँछस् भनेर राम्रोसँगले याद थियो पानी कि। खाऊ पहिला। So त्यसले गर्दाखेरि म चाहिँ परै गाडीहरू उतारेर चाहिँ मलाई याद छ नि गाडीबाट झर्ने बित्तिकै गरेर जङ्गली यस्तो कराएर हो आम्मामाम कस्तो हुन्छ नि जङ्गली बेउरा देखाएको छ्या होइन अनि कसको गाडीमा आयो यस्तो सफा राख्नु नि चिटिक्क राख्नु नि हेर चौकीहरू यताउता फर्किरहेको छ भाडाहरू पनि चिटिक्क बनाएर राख्नु काम छैन तिमीहरूको अलिक त सफाहरू बस्नु सिकै तिमीहरू कहिले चाहिँ सिक्छस् डिसिप्लिन मान्छे एउटा आउनु हुँदैन चम्म छ्याउ त चाहिँ कस्तो पसिना गनाएर नुहाएको छैन कि कति दिन भयो ननुहाएको हिजो भर्खर नुहाएको चिटिक्के गर्नु कामहरू पनि मान्छेहरू पनि सफा म त गएको यहाँ चिया पकाइदिन्छु चिया के को खाने चिनीको कि नुनको पकाइदिउँ के को खान्छौ चिया यस्तो हेल्थ मेन्टेन गरेको देख्दैनस् यहाँनिर ग्रिन टी खान्छु ग्रिन टी लिएर आइज टक्कै होइन औ मुटु हरियो चिया चाहिँ कस्तो हुन्छ ग्रिन टीले भन्छ त कस्तो हुन्छ हरियो कलरको कहाँबाट कलर हाल्नु कुन ठाउँ म पनि फर्स्ट टाइम सुन्दैछु कस्तो हुन्छ हौ छ्या याद हुँदैन तातो पानीमा चाहिँ चियापत्तीको डिप गर्नुपर्छ हौ प्याकेटमा हुन्छ पर्खी मैले लिएर आएको छु मलाई याद थियो क्या यहाँनिर हुँदैन भनेर तिम्रो प्रथममा के राख्थिस् यस्तो चिजहरू घरमा त्यसको बाद चाहिँ कस्तो हुन्थ्यो हरियो कस्तो हुन्थ्यो निकालेर बना भगवान् त्यो सिङतामको 2 महिना लुगा दोकानमा के काम गरेको यस्तो छ झन् ग्यान्टोकहरूतिर सरकारी नोकरी हुनु थियो नि यिनीहरू कस्तो व्यवहार गर्थ्यो होला हामीसँग यो त त्यही त है हाम्रो दिदी त है गरि नलाग्को भएर आइछि नै फुट्ने कपमा दिनुपर्छ ग्रिन टी बहिनी त ग्रिन टी कस्तो ग्रिन टी हामी त फर्स्ट टाइम सुनेको त्यो कुरा त त्यस्तै हो कि बहिनी यो कति दिनको छुट्टीमा आएको वाक्कै लाउने रहेछ यसले त है बुझिहाल्नु पर्छ यो त धेरै लामो बसे जस्तो छ है ल म बुझिहाल ए ग्रिन टी ल कस्तो पानीमा बनाएको हो त्यो अघि भर्खर मैले ठुक्क मेरोमा मिनरल वाटर दिएँ मिनरल वाटरको होइन यो त्यो कलको पानी होला है हिलो गनाएर लेदो गनाएर म्यानरलेसहरू हो म त के कहिले सिक्ने हो तिम्रो अलिक मेन्टेनेन्स गर स्ट्यान्डर्ड मेन्टेन गर है मलाई यही कारण मेरो साथीहरू ल्याउनु मन लाग्दैन नि भन्दै थिएँ नि मेरो साथीहरू आउँछु भनेर कि एकछिन चुप लाग्यो फेरि मेरो फ्यामिली चाहिँ यस्तो खालको रहेछ भनेर फोन आउँदैछ नि हाई हो कस्तो छौ ठिकै छौ या जस्ट म त Where are you? My God. भन न बहिनीले त मलाई त के कस्तो महँगो सुज ल्याइरहेको रहेछ कि भर्खर होइन घरकै गाडीमा आएँ नि म त मेरो आफ्नै प्राइभेट गाडीमै हो त ओइ यसले त ढाट्नसम्म ढाँटी त हामी कहिले गयौँ पार्लर सपिङ गर्न अनि फेरि त्यो महँगो जुत्ता कस्तो हुन्छ महँगो भन्ने त अहिलेसम्म मैले सुनेको छुइनँ यो जुत्ता कतिमा किनेको थाहा छ लास्ट भनेको यही 150 मा 150 रुपैयाँमा किनेको ढाँटी सबै ढाँटी साह्रै ढाँटी त हौ त्यही त छक्कै पर्यो हामी त पुरा इङ्ग्लिस बोल्ने भएर आइछ त इङ्ग्लिसबाट के भन्यो यसले हामीलाई त गाली दिइन होला नि ए ओइ सुन न ओके बाइ ओइ कस्तो बोलेको हो तिम्रो चाहिँ चुप लाग्नु यहाँ सुन न होइन एउटा कुरा त त्यस्तै हो कि तैँले इङ्ग्लिसमा हामीलाई त गाली दिनस् नि
मलाई यस्तै हुन्छ र त कतिसम्म डाट्नुपर्छ बा त्यो जाउँ हौ हामी काँटा लिएर हेर्नु बारी खन्नु त मल बोक म बारी खन्छु लुगाहरू चाहिँ अलिक राम्रो लगाएर जाए आमामा ओइ यहाँ हुइन्जेल त क्या बहिनी तेरो मच्चा छ भने लिन तेरो सुरुवाल छ भने लिन मलाई बजार जानुपर्छ भनेर हाम्रै लुगा लाउने आज मै पसिना गनाएँ अरे ल ल हामी चाहिँ बारी खन्न गएको हो तिमी बस्दै गर तँ चाहिँ लिपस्टिक पाउडर दलेको रहेछस् मुनि हिल लगा हो माथिबाट चिटिक्क त्यो अस्ति किनेको कालो कुर्ता लगा म चाहिँ जिन्स ज्याकेट स्याकेट लगाएर चाहिँ तल म काँटा लिएर खन्दै गर्छु त्यो चाहिँ त्यो लगाएर ड्रेसअप सेसअप गरेर राम्री भएर मल बोक ल ब्याग पनि यस्तो छड्के बोक है फेरि काम गर्दा अप्ठ्यारो दिन्छ आम्मामा राम्रोको बजार गएको छ कि छैन स्ट्यान्डर्ड आम्मामा त्यसरी नक्कल पारेको है कस्तो चासो पाउँछ होला बुढा पनि कुट्नु परोस् है यसलाई त लत्ताले दियोस्